धनले सुख मिल्न सक्छ खुसी मिल्ने हैन महलमा बस्ने कोनी मनमा धनले सुख मिल्न सक्छ खुसी मिल्ने हैन महलमा बस्ने कोनी मनमा Çekiyor Dilari rana Husura kuirole Chode na kaile Jagaya pani Maya ko dhirole Jalai ma basera Lai Jisko no pardaina तिमीलाई सबैभन्दा बढी कसको माया लाग्छ नि तर मलाई तिम्रो माया लाग्दैन मैले अर्कै केटी पट्टाइसके अरे जेसुकै भने नि भन अनि सुन मेरो नामको ट्याटु जुन हातमा गराएको छौ नि त्यो मेटाइहाल कहिले मेटाउँछौ आज हैन भर्खरै मेटाउ ब्रेकअप भयो हाम्रो गए म नयाँ गर्लफ्रेन्डलाई फोन गर्नु पर्यो हेलो बेबी ओइ राणाबान फेरि फोन गरिस् फोन राख अब नखोल्नु थियो यो भग्नाउने सरकारले टिकटक खोलिदियो नबनाउनु थियो म मर्याले भिडियो बनाहाल्ने अब नआउनु थियो तपाईहरु मेरो भिडियो हेर्न आइजानु भयो अब लाइक गर्ने कमेन्ट गर्ने फलो गर्ने शेयर गर्ने अब अनि काम त्यही त हुने होला यो मात्र नयाँ सरकारले टिकटक खोलिदियो हुन त खोल्नु पर्ने उ बन्द थियो बाँसबारी छाला उद्योग त्यो खोल्नु पर्ने गोरखकाली टायर उद्योग बन्द थियो त्यो खोल्नु पर्ने भ्रष्टाचारका फाइलहरू बन्द थिए त्यो खोल्नु पर्ने यो मात्र सरकारले 10 महिना अगाडि बन्द भयो टिकटक खोलिदियो अब त कामै त्यही त हुने होला 24 घण्टा मोबाइलमा घोटे पर्ने दुनिया उचर्तीकालाई हेर्ने उता उहाँ भन्छन् भात सबै मित्र साथीभाइ दिदी सबै मित्र दाजुभाइ दिदी बहिनी सबैजनालाई मेरो तर्फबाट सबैलाई हार्दिक स्वागत अहिलेको आउने निर्वाचन 26 गतेको निर्वाचन चुनावमा च्यानमरा सरकारलाई भन्दा बरु जेलमा बस्ने रवि लामिछानेलाई र रवि लामिछाने र बाली छाले योपालिको आउने घन्टी हामीहरूले घन्टीलाई जिताउनु पर्छ बरु जेलमा बस्न मालाखा मार्ने मान्छे मार्ने सरकारलाई भन्दा पहले दूसर पार्टी के दिहल हो खो वोट अब की घंटी आ गई बा मत करो चोट नया घंटी से देश सुधरी पुरन का से का भइलो अब की घंटी के चुनना तो बाद में पछतई हो